यो कार्यक्रममा सहभागी तपाईँ बाँकेली सम्पूर्ण जनसमुदायलाई म पार्टी जिल्ला कमिटीको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हार्दिक लाल सलाम व्यक्त गर्न चाहन्छु, हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आदरणीय जनसमुदाय, भदौ 23 र 24 गतेका दिन नेपालका कलिला विद्यार्थीहरूलाई प्रयोग गरेर केही देशी केही विदेशी शक्तिहरूले जुन ढंगको हरकत गरे, नेपालको सिंहदरबार चलाउने प्रयत्न गरे, नेपालको सर्वोच्च अदालत चलाउने प्रयत्न गरे, नेपालको शीतल राष्ट्रपति कार्यालय चलाउने हरकत गरे, नेताहरूका घर छानी छानी चलाउने हरकत गरे, नेकपा एमालेका कार्यालयहरू छानी छानी चलाउने हरकत गरे। त्यही हरकतको परिणाम स्वरूप नेकपा एमालेको बाँके पार्टी कार्यालय पूर्ण रूपले चलेर नष्ट भयो। 24 गतेका दिन केही अपराधिक समूहहरू हाम्रो पार्टी कार्यालयमा पसेर यो कार्यालय जलाउने कुरा गरे। पार्टी कार्यालय जलाइसकेपछि हामीले भन्यौं 28 गते नै उद्घोष गर्यौं, नेकपा एमालेको भौतिक सम्पत्ति त तिमीले जलायौ, नेकपा एमाले प्रति जनताको निष्ठालाई किमार्थ तिमीहरू जलाउन सक्दैनौ भन्ने कुराको हामीले घोषणा गर्यौं। हामीले भन्यौं नेकपा एमालेको कार्यालयमा आगो लगाउने कुरा अस्थायी हो, स्थायी कुरा नेकपा एमालेको विचार किमार्थ चलाउन सक्ने छैनौ भनेर हामीले 28 गते नै घोषणा गर्यौं र 22 गते पार्टीको सचिवालयको बैठक आयोजना गरेर हामीले दुनियाँलाई सुन्ने गरी भन्यौं यसपटक षड्यन्त्रकारीहरूले चलाएको हाम्रो बाँकेको पार्टी कार्यालय, हाम्रो पार्टी कार्यालय हामी बनाउँछौँ भनेर सचिवालयको बैठकबाट हामीले उद्घोष गर्यौं र पार्टी सचिवालयको बैठकले मेरो नेतृत्वमा 7 जना साथीहरूलाई राखेर एउटा टिम बनायो। हामीले भन्यौं यसपटक कुनै चन्ददाताको घरमा हामी पुग्दैनौं, हाम्रा पार्टी कार्यकर्ताको ताकतमा यो कार्यालय ठहराएर 1 महिनाभित्रै पार्टीका श्रद्धेय महासचिवलाई ल्याएर यो कार्यालय उद्घाटन गर्छौं भनेर हामीले घोषणा गर्यौं। त्यति मात्र होइन, लोकतान्त्रिक आन्दोलनका नेता विश्वेश्वर प्रसाद कोइराला, संस्थापक महासचिव नेकपाका महासचिव कमरेड पुष्पलाल श्रेष्ठको शालिग ढाल्ने काम गरियो। हामीले भन्यौं 29 गते नै ती दुईटा शालिग हामी बाँकेली जनताको ताकतमा उठाउँछौं भनेर उद्घोष गर्यौं र आज ती दुईटा शालिग पनि उठेका छन्। म सबै बाँकेली एमालेका कार्यकर्तालाई भन्न चाहन्छु, यो पार्टी कार्यकर्ताको ताकतमा बाँचेको पार्टी हो। आज 1 महिनाभित्रै प्रहरीको प्रारम्भिक मतलकाले हाम्रो 47 लाख रुपियाँ चाहिँ हिनामिना जलेर नष्ट भएको हामीसँग तथ्याङ्क छ। 47 लाख रुपियाँको क्षति यो कार्यालयमा गरियो र हामी कार्यकर्ताका बीचमा गयौं। पार्टीका अध्यक्ष कमरेडले अघि भन्नुभयो एउटा संगठित सदस्यले 200 रुपियाँ अनिवार्य र त्योभन्दा माथि जति दिनुहुन्छ सहयोग गर्नुहोस् भन्यौं। आदरणीय कमरेडहरू, म बाँकेली एमालेका नेता कमरेडहरूलाई हार्दिक सलाम व्यक्त गर्न चाहन्छु। करिबन 22 लाख रुपियाँ 1 महिनाभित्रै उठाएर यो कार्यालय आज सम्पन्न गर्ने ताकत बाँकेका एमालेका कार्यकर्ताले राखेका छन्। म यही समारोहमा पार्टीका श्रद्धेय महासचिवलाई भन्न चाहन्छु, बाँके उठिसकेको छ। बाँकेका एमाले कार्यकर्ताले जुनसुकै षड्यन्त्रको पनि सामना गर्ने ताकत राख्दछन्। यो महासचिवले विश्वास चाहिँ देशभरि बाँकेली कार्यकर्ताको यो आत्मविश्वासलाई भनिदिनु होला भन्ने कुरा पनि म कमरेडलाई राख्न चाहन्छु। मसँग धेरै लिस्ट छ, अहिले म त्यो लिस्टतिर गइन। करिबन 164 जना साथीहरूले 61,000 देखि 11,1111 रुपियाँसम्म दिनुभएको छ। प्रारम्भिक हाम्रो हिसाबले 22 लाख पैसा उठेको छ र 22 लाख पैसा उठेपछि हामीले निर्माण समितिको बैठकको आयोजना गर्यौं र यो इन्जिनियर साथीहरूलाई भन्यौं यसको भित्र फर्निचर, पंखा बाहेकको जलेको घर बनाउन कति सकिन्छ भन्यौं। 15,71,500 को इस्टिमेट आयो र 15,71,500 मा हामीले बोली बोलाउ गर्यौं। एकजना हाम्रै पार्टीको शुभचिन्तक ठेकादार साथीले भन्नुभयो कोही 14 मा आए, कोही 13 मा आए, उहाँले 1 महिनाभित्रै बनाउँछु, म 12 मा बनाउँछु भन्नुभयो र हामीले 12 लाखमा यसको मर्मत गरेर टुङ्ग्याएका छौं र केही पैसा बाँचेको छ। यो घर जलाइसकेपछि अलि कमजोर बनेको छ, त्यसकारण हामी माथि एउटा ट्रस्ट बनाएर
हामीले इन्जिनियर साथीहरूलाई भनेका छौँ त्यो ट्रस्टको इस्टिमेट कति हो माथि इस्टिमेट बनाएर हाम्रो जिल्ला कमिटीको नियमित बैठक यही कार्यालयको माथि छतमा अर्को हल बनाएर हामी चलाउने गरी अगाडि बढिरहेका छौँ र केही दिनभित्रै म सबै पार्टीका नेता कार्यकर्ता आम जनसमुदायलाई भन्न चाहन्छु हाम्रो उठेको पैसा खर्चको हिसाब र बचेको पैसा कति हुन्छ हामी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौँ र आजसम्म हामीले जति खर्च गरेका छौँ चेक मार्फत गरेका छौँ त्यसकारण सबै पार्टीका नेता कार्यकर्तालाई म पार्टी जिल्ला कमिटीको तर्फबाट यो अभियानमा चाहिँ उच्च मनोबलका साथ सहभागी हुनुभयो तपाईहरु सबैलाई हृदयदेखि धन्यवाद दिँदै मेरा भनाइ बिट पार्छु। धन्यवाद। लाल सलाम।